हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज निर्मला चाहिँ कता जाँदैछ भनेर सोचिराख्नु भएको छ होला। आज म चाहिँ न्यु रोडतिर यसो बिहेको लागि सामान किन्न म र बहिनी भएर गएको छौँ कि। अनि हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै थाकेर हैरान भइसक्यो। अनि त्यसपछि अगाडि गएर एउटा दिदीलाई चाहिँ सोध्यौँ कि पसल चाहिँ कहाँ छ भनेर सोधेको। हामी रेगुलर कस्टमर त हो कि, तर त्यही पनि पसल चाहिँ नभेट्टाएर अनि हिँड्दा हिँड्दै फेरि पानीतिर खाला आए जस्तो भयो। अनि त्यसपछि यता पानी किन्न चाहिँ गइयो कि फ्रुटी किन्छु भनेको, बहिनीले पानी पिउँछु भन्यो। अनि पानी र एउटा फ्रुटी लएँ। अनि बहिनीले चाहिँ पानी म पिउँछु भनेर भन्यो कि। अनि मैले चाहिँ ल ठिक छ नि त, म फ्रुटी पिउँछु भनेर मैले चाहिँ फ्रुटी पिउन थालेँ। त्यसपछि उसले पनि अलिअलि पिउन त, त्यसपछि ऊ चाहिँ पानी पनि पिउन थाल्यो। अनि त्यहाँबाट चाहिँ हामीहरू फेरि लाग्यो पसल खोज्दै खोज्दै अगाडि धेरै अगाडि गयौँ कि। हिँड्दा हिँड्दै थाक्यो बेसरी। अनि अगाडि गएर एउटा पसल चाहिँ भेट्यो। त्यहाँ पसलमा चाहिँ अनि जुत्ताहरू चाहिँ यसो छान्न थाल्यौँ। अनि भाइलाई चाहिँ फोन गरेर भाइलाई पनि देखाउन थालेँ। भाइ पनि मेरो ह्यान्डसम छ नि त। त्यसपछि भाइलाई ह्यान्डसम भाइको लागि त यसो बेहुली पनि ब्युटिफुल बनाउनु पऱ्यो नि त, राम्रो राम्रो जुत्ता लगाएर भनेर मैले चाहिँ डिजाइनहरू राम्रो राम्रो खोज्न थालेँ। त्यहाँ चाहिँ डिजाइनहरू अलिकति एक्स्ट्रा चाहिँ नभेटिएर अनि अन्त अर्को पसलमा पनि फेरि त्यहाँबाट लायौँ। त्यहाँ अर्को पसलमा गएर पनि यहाँ चाहिँ छैन, गोदाममा चाहिँ पाउँछ कि भनेर भन्नुभयो साउनेले। त्यसपछि हामी चाहिँ ल गोदाममा भए पनि खोजौँ न त, गोदाममा गएर भए पनि यसो एक्स्ट्रा डिजाइन चाहिँ यसो पाउँछ कि भनेर हामी चाहिँ त्यहाँबाट गोदामतिर लायौँ। अनि माथि गोदाममा गएर 2-4 जोड यसो छानेर ल्याइयो। अनि तल आएर चाहिँ पसलमा आएर चाहिँ हिसाब गर्न थाल्यौँ। अनि मेरो भाइ पनि बाहिर आएर मलाई कुटिरहेको थियो नि त। म यतातिर हिसाब गर्न थालेँ, पैसा पे गरेँ। अनि त्यसपछि भाइ र म अनि लायौँ। भाइलाई चाहिँ सामान बोक्न त भाइ भनेर भाइलाई चाहिँ पकाएर उसलाई चाहिँ सामान बोक्न थालेँ, बोकाएँ मैले चाहिँ। त्यहाँबाट नेपाल क्यानतिर गयौँ। नेपाल क्यानबाट चाहिँ पार्सल गर्नु थियो नि त। त्यहाँबाट फर्केर फेरि बस पार्कतिर लायौँ। अनि मेरो बहिनी चाहिँ म थाकेँ, म सक्दैन भनेर ऊ चाहिँ भुइँमै बस्न थाल्यो। भुइँमै बसी पनि हाल्यो ऊ चाहिँ। अनि त्यसपछि अनि मैले चाहिँ उसलाई चाहिँ ल उठ 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 भनेर त्यहाँबाट मैले बस पार्ककै बस स्ट्यान्डमा लगेर बसाएँ। त्यसपछि बस आयो, बसमा चाहिँ बस्यौँ हामी। त्यसपछि त्यहाँबाट चाहिँ हिँड्यौँ, सिंहदरबारमा पुग्यो। यहाँ चाहिँ हाम्रा सिंह जस्ता नेताहरू बस्नुहुन्छ कि। अनि आजलाई चाहिँ यति नै गाइज। अर्को भ्लगमा भेटौँला। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल बाई।